हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज फेरि आइसकेको छु नयाँ लिएर। आज चाहिँ दसैँ हो। तपाईँहरूलाई पनि दसैँको धेरै धेरै शुभकामना। म आशा गर्दछु तपाईँहरूको दसैँ पनि राम्ररी बितोस्। हामीले चाहिँ टिका लगाउनु हुँदैन किनकि हाम्रो माथि बोजू मर्नु भयो। बोजू मरेपछि चाहिँ हामीले यहाँ टिका लगाउनु हुँदैन, तर चन्दन चाहिँ लगाउनुहुन्छ। दिदीहरू सबै माथि हुनुहुन्छ किनकि दिदीहरू चाहिँ लुगा लाउनु हुँदैछ। जान्छु जाने भरे जानु भएको छैन। त्यति साह्रो त नहुन्। जान्छ सबै जाने। खै खुसबु दिदीहरूकोमा कि तल बाजेहरूकोमा होला। पर मौली बाजेकोमा सिमरनहरूले के भन्छ, तर मम्मीले त 500 होइन 1000 दिनुभयो। अब तपाईँहरूको पालो। एरिका हेलो भन्नु। गाइजहरू अब दिदीहरू आउनु भएपछि चाहिँ पर्टिहाल्नु बाजे र मिजुलाहरूकोमा चाहिँ कोसिस छोडिरहेको छु। अनि यता घर आउने बेला चाहिँ टिका लगाउँछौँ। गाइजहरू अहिले दिदीहरू चाहिँ तल्लो घरमा सिमनहरूको हुनुहुन्छ, टिका लगाउँदै हुनुहुन्छ। सिमन चाहिँ नचिकी छ। यसको अनि गाइजहरू तपाईँहरूकोमा चाहिँ दसैँ कस्तो चलिरहेछ? राम्रो किन राम्रो चलिरहेछ? दसैँ त सबैकोमा राम्रै हुन्छ होइन, राम्रै हुन्छ, रमाइलो हुन्छ, पिङ खेलिन्छ। तर माथि चाहिँ पिङ लगाएको छ कि छैन थाहा भएन। पल्लो गाउँमा चाहिँ लगाएको छ भन्नुहुन्छ। अनि हाम्रोमा चाहिँ पिङ लगाएको ठाउँ भनेको उता पल्लो गाउँ मात्र हो। अब पर हामी खुसबु दिदीकोमा टिका लगाउन जाँदाखेरि चाहिँ पिङ खेल्ने हावा पनि आइरहेछ गाइजहरू। अनि सिमन चाहिँ ढुक्कोले के तबत्ता गरिबस्छ। एरिका पनि खुसी छ। अब के भन्नु, सानै छ थाहा हुँदैन सिमनलाई एरिकालाई त। पछि त्यतिखेर काम गरिराख्नु भएको छ, हाम्रो लागि काम गरिराख्नु भएको छ पापाले। सिमला यहाँ बाटो जति के गर्दैछ। ब्लग चाहिँ सकिन्छ। बाई बाई।